त्यसपछि पियाज हालेर हल्का उस गर्ने चलाउने। पियाजमा अनि एकछिन चलाएपछि धेरै रातो नगराउने, बेसार र नुन हालेर एकछिन पकाउने। त्यसपछि मैले त्यसमा टमाटर राखेँ, क्यान टमाटर, जस्तो टमाटर राख्नु भए पनि हुन्छ। टमाटर राखेर अनि मैले यो सिलौटोमा चाहिँ मसला पिसेँ, लसुन, अदुवा, जिरा, धनिया र खुर्सानी त्यो राखेर अनि आलु उसिनेको आलुलाई राखेँ। त्यसपछि एकछिन चलाइदिने राम्रोसँग। त्यसपछि मैले सोयाबिन राखेको थिएँ, भिजाएर राखेको सोयाबिनलाई चाहिँ राखेपछि यो मटर चाहिँ सिटी लाएर फलत्त गलाएर अनि त्यसमा राखेँ। त्यसपछि हल्का यो मिट मसला र गरम मसला थोरै थोरै स्वादको लागि राखेँ। त्यसपछि पानी राखेर एकछिन पकाउने। त्यसपछि यस्तै गरी फतफत पकाएपछि 5-10 मिनट पकाएपछि आफूलाई कतिको रस खाने त्यही अनुसारले उ गर्ने, पकाउने त्यही भएर। अनि त्यसपछि धनिया माथिबाट राख्ने, रेडी भयो। चाहिँ खाम लाग्ने सोयाबिन आलु मटरको तरकारी। यो भात, रोटी, चिउरा, भुजा जेसित पनि खान सकिन्छ।